हेलो सबैजनालाई गुड मर्निङ साथै जय मसी। आजको फेरि पनि हाम्रो सुन्दर बिहानी ड्युटी सुरु भइसकेको छ। नयाँ काम यस्तै छ, ग्रिसको काम गराइ यस्तो छ। तपाईँहरूको बिचमा भिडियो बनाउन मन लागेर बनाइहालेको छु। तपाईँले हेर्न सक्नुहुन्छ, जति पनि ग्रिसमा आउनेवाला हुनुहुन्छ हाम्रो दाजुभाइ अथवा दिदीबहिनीहरू, उहाँहरूको लागि यो भिडियो चाहिँ इम्पोर्टेन्ट हुने वाला छ। किनभनेदेखि यस्तो गर्मी छ, घाम छ है, अनि पानीहरू यसरी नै पिउँदै 40-42 डिग्री अहिले छ घाम, र यस्तै टमाटरको कामहरू भइरहेछ। आज चाहिँ हाम्रो कोही बेला खोर्सानी, कोही बेला टमाटर, कोही बेला खरबुजा, त्यस्तै अहिलेको सिजनहरू यस्तै छ। र विशेष गरेर यो चाहिँ अब हाम्रो चेलीहरूले पनि टिप्दै हुनुहुन्छ, अनि यहाँको साउनीले पनि टिप्दैछ। र मेरो चाहिँ काम के हो भने लगभग यो सानो टेला हो, यो सानो टेला हो। यसमा 8-9 टेला चाहिँ यो स्कर्पियोमा यसरी लोड गरेर चट्टसँगले यहाँबाट झन्डै 150-200 मिटर टाढो चाहिँ निकाल्नुपर्छ रोडमा। यसरी टिपेकोहरू लगभग आज कम्तीमा पनि 400 क्यारेट, सानो 200 क्यारेट जस्तो एक्लैले यो चाहिँ यो गाडी अर्बनामा यसरी 150 मिटरभन्दा पनि लामो निकालेर बाटोमा राख्नुपर्ने अवस्था छ। यस्तै हो, यो चाहिँ सानो क्यारेट हो भनेदेखि यसरी राख्नुपर्छ। र मेरो चाहिँ यो निकाल्ने हो। अनि यो चाहिँ फेरि ठुलो, एउटामै लगभग 30 केजी, 25देखि 30 केजी हुन्छ। यो चाहिँ 3-4टासम्म लगभग 80-90 केजीको भारी उचालेर यो गाडीमा यसरी ठेलेर बाटोमा निकाल्नुपर्छ। विशेष गरी यो भिडियो किन बनाएको भने जति पनि नेपालबाट अथवा अरू ठाउँबाट आउँदै हुनुहुन्छ ग्रिसमा भने तपाईँहरूले हेर्नुपर्ने भिडियो, जान्नुपर्ने। किनभने यो चाहिँ एकदमै गाह्रो काम छ। र अहिले चाहिँ जस काम गरिसकेर यहाँनिर चाहिँ यहाँ ग्रिसकै बासिन्दाहरूले पनि यहाँनिर साउनी छोराछोरी काम सबैले यसरी गर्ने हो। र खाजा खाने बेला भएको कारणले तपाईँहरूको बिचमा खाजा खान लागिरहेछौँ हामी। यसो चिसोहरू, यही कोरोसनहरू दिन्छ, यस्तै छ। अनि यो टेला ठेल्नुको लागि चाहिँ निकै पावर चाहिन्छ, नत्र भने सकिँदैन। 400 टेला जस्तो मैले निकाल्दा चाहिँ झन्डै गाह्रो भयो। यहाँ हाम्रो चेलीहरू हुनुहुन्छ, अनि हामी यसरी बसेर खाजा खान लागिरहेछौँ। र तपाईँले यो भिडियो हेरेर पनि कति कुराहरू बुझ्न सक्नुहुन्छ, अथवा केही सोध्नु मन लाग्यो भने मेरो टिकटक आइडीमा तपाईँहरूले लाइभमा अथवा फेसबुकमा आइडी पनि यही छ, सोध्नु सक्नुहुन्छ। सबैजनालाई वेलकम।